ए राम्ररी स्विमिङ गर भने के गरे डुबी मात्र बसेको छ स्विमिङ गर्न सिक्यो भने सिक्या होइन हेलो म स्विमिङ गरिरहेको छु ल खोइ अघि तिमी प्रो हो कि नो भयो देखाउ त ल सुपर पुग्यो हामी उठ थाकेर चोर छ हेलो नमस्ते वेलकम बैक टू अनदर भ्लग स्टार्टिङ माई भ्लग आज अफिसबाट र आज हाम्रो अफिसमा के हुँदैछ सुप्रभ छ मनिषा छ र हाम्रो यहाँ खाजा छ सबै छ अनि आम पनि छ आँप Butmas, this is called edamame. बटमास Edamame पनि भन्छ. त्यो चाहिँ भुजा हाम्रो छ. भुजा मसला, लसुन, चिकन Chicken. फ्राइड Latcha. चिकन onion. अनि यो सालेडहरू छ अनि यता धेरै म्याङ्गो छ आज हामी पार्टी गरेर नि त सुप्रभ म्याङ्गो दिँदा फर्स्टमा हामी पिरो खाने मान्छे. अनि हामी त्यसपछि स्विमिङ पनि जानुपर्छ नि त सुप्रभ ओ आज सुप्रभले स्विमिङ डाइभ गरेको म यसबाट आज तिमी डाइभ हानेको म भिडियो खिचेर राख्छु होइन राम्ररी हानेन भने भोलि थाहा हुन्छ स्विमिङ गरेपछि चाहिँ भ्लग बन्दैन किन भएर स्विमिङको पानी क्यामेरामा लाग्छ अनि क्यामेरा बिग्रिन्छ त्यही भएर भाइ होइन आज यो सुप्रभले स्विमिङ गरेको खिच्ने हो अनि यो स्विमिङ गरेको कस्तो आउँछ हेरौँला डाइभ टोर्पे आउँछ कि प्रोफेसनल आउँछ कि नुब्रा आउँछ डाइभ ल के हुन्छ हेरौँला नुब्रा पनि हुनसक्छ है कमेन्ट गरौँ होला इफ नुब्रा हो भने नुब्रा भनेर कमेन्ट गरौँ सो खाजा खाइजी भेटौँला है त अब त्यसपछि हामी स्विमिङ जाँदैछौँ हामी स्विमिङ गर्ने जाने क्यान्सल होला जस्तो छ नि त अब पानी परिसक्यो पनि परेको छैन गाइज पानी परिसक्यो है बाहिर हेर्नु त पनि परेको छैन निनीले गइसक्यो के स्विमिङ गर्न नपाउला जस्तो छ गाइज किन भन्दाखेरि अँधेरो हुन थाल्यो लास्टै स्विमिङ गर्न नपाउला जस्तो छ गाइज अँधेरो हुन थाल्यो पानी पर्ला जस्तो छ तनाव भयो सुप्रभ अब के गर्ने स्विमिङ गर्न पाउँदैन जस्तो छ के गर्ने पानी पर्दैन राति भइरहेछ त्यही भएर हो अब फर्क सुप्रभ त्यहाँबाट फर्क अब फर्केर आऊ हो सेम तरिकाले हात अगाडि राख न दुईटा सिधा राख. हात सिधा राख्नुपर्छ हो अब हो चलाऊ खुट्टा चलाऊ हिजो जस्तो हिजो रातभरि ट्रेनिङ गरे जस्तो खुट्टा चलाऊ न वाह क्या खतरा आइरहेछ अगाडि आइरहेछ वाह आम्मामा वाह आइरह ए राम्ररी स्विमिङ गर भने के गरे डुबी मात्र बसेको छ स्विमिङ गर्न सिक्यो भने सिक्या होइन हेलो म स्विमिङ गरिरहेको छु ल खोइ अघि तिमी प्रो हो कि नो भयो देखाउ त ल स्विमिङ गरेर देखाऊ स्विमिङ गरेर ल हिजो सिकाएको जस्तो खुट्टा चलाऊ न हो अलिअलि मिलिरहेछ त तर तिमी छम्बाङ्गो जानु भएन के सुप्रभ यहाँ हेर न चलाऊ खुट्टा चलाऊ हो यहाँ हेर नि के भन्छ छम्बाङ जाने यसो पुरै बस्नु बस न अनि जाऊ वाह ल भर्खर त मिल्यो बस्ने बस्ने अनि खुट्टा सुपर पुग्यो हामी उठ ल थाक्यो स्विमिङ गरेर थाकेर चोर छ बाबा आज बल्ल स्विमिङ गरेको होला सुप्रभले फर्स्ट टाइम आऊ न बाबा उठ आऊ आउँछ ए जाऊ न सुप्रभ उठेर घर पुगिसक्यो
सो गाइस स्विमिङ चाहिँ गरिएन आज हामीले म र मनिषा गएको तर गरिएन किनभने 6 बजे पुगेको थियो बुल्स क्लब अनि 6 बजे नै बन्द हुने रहेछ अनि बाबुलाई चाहिँ एकछिन आधी घन्टा गराइदिन्छु भनेर गराइदियो त्यति नै अब सम्म उनीहरूलाई छोडेँ अब दुवैजनालाई सुप्रभ त चुरचुर थाकेर गइसक्यो अब म पनि अब घर जान्छु अब घरमा भेट्नलाई त आजको दिन यस्तै भयो स्विमिङ पनि गर्न पाएन यार बोरिङ सो गाइस बत्ती गइरहेको रहेछ घर पनि पुग्यो आई गेस बत्ती पनि आयो एकैछिन लेट मी टर्न अन माई लाइट्स अँधेरो ठ्याक्कै बत्ती पनि आयो भ्लग गर्छु भनेको नारायण सो गाइस बत्ती पनि आयो र आजको दिन पनि सकियो र म घर पनि पुगेँ एकदम थकाइ लागिरहेछ ट्राभलिङकै कारणले थकाइ लागिरहेछ धेरै दिन भइसक्यो उता उता गएर आएको र आज एकछिन अफिस गएर अफिसको काम गरियो बिहान र त्यो खाजा खाएकोदेखि चाहिँ मैले भ्लग गरेँ बिहान अफिसमा काम गरेको चाहिँ मैले गर्न मन लागेन त्यही भएर गरिनँ बस साइड पनि गएको थिएँ म बिचमा स्विमिङ जानु अगाडि त्यो पनि खिच्न मन लागेन आज त्यही भएर खिचिनँ अनि स्विमिङको खिच्छु भनेको तर त्यहाँ जाँदाखेरि चाहिँ बुल्स क्लबमा भनौँ न स्विमिङ गर्ने त मैले भनेको थिएँ तर त्यो दिएन उहाँहरूले के भन्छ त्यसलाई स्विमिङ पुल 6 बजीसम्म मात्र खोल्छ भनिदियो त्यही भएर के गर्न पाइनँ गर्न पनि मन लाग्यो त्यसपछि अब यस्तै भएर दिन सो यति भन्दै आजको दिन चाहिँ यतै एन्ड गर्न चाहे सो सी टुमारो इन माई नेक्स्ट डे इन माई नेक्स्ट इन्ट्रेस्टिङ ब्लग भोलिको के इन्ट्रेस्टिङ होला लेट्स सी है त भोलि भेटौँला फेरि इन माई नेक्स्ट ब्लग अन्टिल देन प्लिज डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब होइन सो सी टुमारो है त भोलि नै भेटौँला